बाजुराका 8 जना उम्मेदवारलाई मेरो अनुरोध र ती उम्मेदवारका पछाडि झण्डा समातेर नारा लगाउने कार्यकर्ताहरूलाई पनि अनुरोध। बाजुराको अवस्था यस्तो छ, यी ठाउँका मान्छेले एउटा सदस्यदेखि लिएर मान्नेसम्म फेरेका हुन्, तर यी गरिब दुखी जनताको अवस्था व्यवस्था फेरिएन, परिवर्तन भएन। अहिले पनि यस्तो अवस्था छ। यो बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर 2 कोट जाने बाटो हो। यो भारी यति अप्ठ्यारो तरिकाले लगिराखेका छन्, तपाईहरुले पनि देखिराख्नु भएको छ। अझ पनि यही अवस्थामै रहिराख्ने हो कि अब यी गरिब दुखी जनताको अनुहारमा हाँसो ल्याउने हो। बाजुराका धेरैजना जनता निमुखा छन्, जो बोल्न सक्दैनन्। त्यहाँ टोले नेता जो छ, त्यही नेताले जुन ठाउँमा भोडाल भन्यो त्यही ठाउँमा हाल्ने धेरै छन्। ती टोले नेताको कारणले गर्दा यी जनताको अवस्था अझै यस्तै छ, भारी तान्नु पर्ने अवस्था छ। बाजुराको ज्वलन्त उदाहरण हो। यो ठाउँको अप्ठ्यारो अवस्थालाई सजिलो अवस्थामा परिणत गर्ने त्यस्तो नेता बाजुरालाई चाहिएको छ, बाजुराले खोजेको छ। तपाईहरु ओडाका टोलका नेता अनि पालिकाभरिका नेता जति हुनुहुन्छ नि, पार्टीभित्रका नेता भन्दैछु, त्यसपछि जिल्लाका नेता, आफ्नो पार्टीका ठुला ठुला नेताहरू हुनुहुन्छ नि, भाषण छाड्नुहुन्छ, आदर्शका कुरा गर्नुहुन्छ नि। यदि तपाईहरुले फेरि पनि त्यसरी नै नयाँ बहाना ल्याएर यी गरिब दुखी जनतासँग भोट माग्न आई जितेर बाजुरा बिर्सेर देश बनाउन हिँड्नु भयो भने तपाईलाई पाप लाग्नेछ। त्यसैले गाउँमा आउँदा सबैजनाले यी प्रश्न गरौँ। आज मनोनयन दर्ता गर्दै गर्दा पनि देखियो अरू बेला गाउँ ठाउँमा नपुगेका ती नेताहरू आज विकास प्रेमी बनेका छन्। विकास प्रेमीको ट्याग लागेको छ। तिम्रा नेतालाई तिमीले विकास प्रेमी भनेर ट्याग लगाइराख्दा यी जनतालाई कहिल्यै पनि देखेनौ। असत्य हाबी भएको ठाउँमा सत्य ओझेल परेको छ। अब सत्यलाई ओझेल नफालौं। यदि सत्यलाई ओझेल फाल्दा यी जनताको फेरि पनि म भन्दैछु पाप लाग्नेछ।